हजुर प्रणाम सम्पूर्णमा र ड्यान्समा हुनुहुने सम्पूर्ण गुरुहरूमा मैले ढोक गरेँ है। प्रणाम। र आज यो पवित्र स्थल उत्तरवाहिनी यो नदी छेउमा यस्तो पवित्र स्थलमा यस्तो भव्य कार्य हुँदैछ र यो ठाउँमा हामी आउनु पाउनु भनेकै ठुलो भाग्यको कुरा सम्झिन्छु म। र म आउन पाएँ, तपाईँहरूको साथ माया यति धेरै सम्मानजनक साथ र यति माया गरिदिनु भयो कि मेरो अनुहारै रातो छ होला सबै है। त्यसको लागि धेरै धेरै मनैदेखि धन्यवाद। धर्म संस्कृति परम्परा यो जोड्ने बित्तिकै निता ढुङ्गाना जुडिहाल्छ र जहाँ अध्यात्मका चिजहरू हुन्छन् त्यहाँ हामी नपुग्ने त कुरै भएन। र धेरैभन्दा धेरै कुरा अघि हरिहरजी मेरो श्रीमानज्यूले अघि नै भनिसक्नु भएको छ, त्यही कुरालाई म दोहोऱ्याउन चाहन्न। यो ठाउँमा आउनु र अहिले हामी स्नान पनि गर्छौँ। यो नदीमा आफूलाई स्नान गर्न पाउँदाखेरि एकदमै आज एकदमै आनन्दको फिल यसै पनि भइरहेछ। त्यसपछि झन् हुन्छ जस्तो लाग्छ मलाई। र धेरै कुरा भन्नुपर्दाखेरि पनि यो अलिक टाढा छ, यो अलिकति टाढाको क्षेत्र भयो। क्यामेरा सबै नजिक हुन्छ, सबैजनाले खिचिराख्नु भएको छ। यो बोली चाहिँ काठमाडौँतिर पनि पुगोस्, संसारभरि नेपालको संसारभरि पुगोस् र उत्तरवाहिनीमा चाहिँ यस्तो किसिमको मेला लागिरहेछ है भनेर सम्पूर्णले थाहा पाउन्। र सबैजना भक्तजनहरूलाई म आह्वान गर्न चाहन्छु, आउनुहोस् उत्तरवाहिनीमा स्नान गरौँ, भजन कीर्तन गरौँ, रमाइलो गरौँ, आफ्नो मन आफ्नो तन आफ्नो सोचलाई पवित्र बनाऊ भन्न चाहन्छु। र अलि योभन्दा अगाडि हामी स्याङ्जा गाउँ पनि गएर आयौँ र अहिले सिधै अघि हरिहर सरले भन्नुभयो जस्तो उडेर होस् गुडेर होस् या हिँडेर होस् जसरी आइपुगे पनि पवित्र स्थलमा आउनु नै एउटा भाग्यको कुरा हो। र यसको लागि चाहिँ हामीलाई आयोजना गरिदिने हामीले बिर्सिनु हुँदैन। शङ्कर पाण्डे दाई हुनुहुन्छ जो फिल्म लाइनमा धेरै प्रसिद्ध हुनुहुन्छ, प्रोडक्सन म्यानेजर हुनुहुन्छ। उहाँको कृपाले आज हामी आउन पाएका छौँ, उहाँलाई धेरै नै धन्यवाद। र साथसाथै अन्तिममा चाहिँ म जहिले पनि यो धार्मिक क्षेत्रमा होइन भगवानको कुरा गर्दा या संस्कृति परम्पराको कुरा गर्दा त बुढी भएछस् भन्नुहुन्छ कि हो त। यो उमेरमा मैले धर्मका कुरा गर्दा म भजन कीर्तनमा नाच्दा या रमाइला चिजहरू भगवान सम्बन्धी चिजहरू गर्दाखेरि चाहिँ म एज गएको हो त, म बुढी भएको हो त होइन नि त। यो भनेको त हामीले संस्कार सिक्ने हो, परम्परा सिक्ने हो, धर्मका कुराहरू सिक्ने हो। त्यसैले नै संस्कार सिकाउँछ हामीलाई। राम्रो नराम्रो कुभलो या भलो सबै कुरा भनेको हामीले ज्ञान लिने भनेको एउटै मात्र चिज छ, अध्यात्म। त्यो पढाइभन्दा पनि धेरै माथिको चिज हो। र आज मैले यहाँ देखिरहेको छु सानो सानो भाइ बहिनीहरू पनि हुनुहुन्छ, सबैजना दिदीबहिनी हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ। बिन्ती गर्न चाहन्छु कि आफ्नो छोराछोरीलाई पनि यस्तो स्थलमा ल्याउनुपर्छ र आफ्नो धर्मको बारेमा अझै फैलाउनुपर्छ, सिकाउनुपर्छ, संस्कार सिकाउनुपर्छ। किनभने मैले जे सुन्दै आइरहेको छु यो चिजलाई चाहिँ गलत परिणाम हामीले दिनुपर्छ जस्तो लाग्छ। त्यही भएर आफ्नो छोरछोरीलाई, आफ्नो नातानातिनीलाई, आफ्ना सबै परिवारलाई लिएर चाहिँ धर्मस्थलमा आउनु होला। र साथसाथै सबैलाई यही म भन्न चाहन्छु कि अब हामी चाहिँ थोरै समय भएको कारणले हामी निस्किनुपर्छ होइन। र फेरि पनि आउने बाचाका साथ धेरै समय बसौँला भन्ने हाम्रो योजना थियो, तर फेरि पनि आउने बाचाका साथ म आज यहाँबाट बिदा हुन चाहन्छु। हर 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 महादेव शम्भो। जय श्री कृष्ण भगवानको जय। राधे श्याम 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 राधे राधे। हरे कृष्ण 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 राधे राधे। राधे श्याम 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 राधे राधे। हरे कृष्ण 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 हरे हरे। राधे श्याम 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 राधे राधे। हरे कृष्ण कृष्ण हरे कृष्ण। यहाँ हुनुभएका सबै गुरुवर्गको जय हो। हाम्रो उद्घोषक
आमालाई पनि जय हो र यहाँ सम्पूर्ण आमा दिदीबहिनी सबैजना आउनुभएको छ उहाँहरूको पनि जय होस् र भारतबाट पाल्नुभएका सबै पाहुनाहरूलाई पनि जय होस्। धन्यवाद। धेरै सम्मान।